आज अहिलेको कति बज्यो भन्दाखेरि 4 बजेको छ। म अहिले बीच साइडको छेउमा बसिरहेको छु। आज अहिले भनेको म कामदेखि रेस्ट गर्ने टाइम हो, मतलब 1.5 घन्टा जति रेस्ट हुन्छ एक दिनमा काम गर्दाखेरि। भनेपछि मैले आज रुममा नजाने, रेस्टको टाइममा रुममा नजाने निर्णय गरेँ। किनभने किन नगर्ने भन्ने कुरो भन्दाखेरि आफूले केही चेन्ज खोजिरहेको छ आफूमा भनेपछि आफू पनि त्यो बाटोदेखि टाढा जाने भन्ने खालको। म खासमा कुरा गर्दाखेरि अहिले लगभग 1 वर्ष जति भयो विडमा फसेको हैन। विड खाने त्यस्तो नराम्रो हार्मफुल त छैन, त्यस्तो एक्सेसिभ विड खाने मान्छे त होइन। त्यही पनि विड चाहिँ टन्न खान लागि हो के, मतलब मानौँ न रुममा गयो रुममा विड खाने, सास सुत्नेलाई सुत्ने, काममा चाहिँ नखाने, रुममा गयो फेरि खाइहाल्ने, त्यस्तो भइरहेको थियो, कन्टिन्यू भइरहेको थियो। अलिकति मैले आफूमा साइड इम्प्याक्ट भनेको कस्तो पाएँ भन्दाखेरि अलिकति स्लो टाइपको